हेलो एन्ड नमस्ते सबैजनालाई। आज अर्को भिडियोमा तपाईहरुलाई स्वागत गर्छु। आज चाहिँ म तपाईहरुलाई मैले काम गर्ने कम्पनी कस्तो रहेको छ, कोरियाको कम्पनी कस्तो रहेको छ, मैले काम गर्ने कम्पनी कस्तो रहेको छ, म कस्तो कम्पनीमा काम गर्छु, मेरो कम्पनीमा कतिजना कामदारहरू हुन्छ, नेपालीहरू कतिजना हुन्छ, विदेशीहरू कतिजना हुन्छ र मेरो काम के रहेको छ, कोरियाको काम कस्तो रहेछ। धेरैजनाले सोध्नुहुन्छ कोरियाको काम गाह्रो हुन्छ कि कोरिया काम सजिलो हुन्छ कि। तपाईहरुलाई नि हेर्नुहोस् यो भिडियोमा मेरो काम कस्तो रहेको छ, गाह्रो या सजिलो हेरेर आफै भन्नु होला। हेर्न सक्नुहुन्छ मैले काम गर्ने कम्पनी चाहिँ यो कम्पनी रहेको छ पुर्यु मोल्यु फुजाङ। र मैले काम गर्ने कम्पनी चाहिँ वरिपरि देख्न सक्नुहुन्छ यस्तो रहेको छ। यो कम्पनी रहेको छ मैले काम गर्ने कम्पनी चाहिँ यो फुजाङ कम्पनी हो। यो चाहिँ यस्तो प्यालेटहरू बनाउने र अरू सामान्य खालको सामानहरू प्याक गर्ने काम गर्छ। यो चाहिँ मैले काम गर्ने कम्पनी रहेको छ। यस्तो छ त यहाँबाट। भित्र कस्तो छ त म तपाईहरुलाई यहाँ देखाउने छु। म तपाईहरुलाई आज चाहिँ मेरो कोरियाको काम कस्तो रहेको छ, कोरियामा मैले गर्ने काम कस्तो रहेको छ, म कस्तो ठाउँमा काम गरिरहेको छु। अहिले कोरियाको काम अब नेपालतिर भन्ने हुन्छ कोरियाको काम गाह्रो काम हुन्छ, कसै भन्छ सजिलो काम हुन्छ। अब आज म तपाईहरुलाई देखाउँछु मेरो काम चाहिँ कस्तो रहेको छ, म कस्तो ठाउँमा काम गरिरहेको छु। यहाँ देख्न सक्नुहुन्छ मैले काम गर्ने कम्पनी चाहिँ फुजाङ कम्पनी रहेको छ। फुजाङ भनेको चाहिँ अब बाहिरबाट अरूको कम्पनीबाट सामानहरू आउँछ, हाम्रो कम्पनीमा आउँछ र नर्मल तरिकाले प्याक पनि हुन्छ। अनि अब कुनै चाहिँ बक्सहरू बनाउनु पर्छ, बक्सहरू पनि बनाउनुपर्छ, नर्मल नै गर्नुपर्छ। अब बक्सहरू बनाउँदाखेरि चाहिँ तपाईँलाई यसरी यो सुरुमा चाहिँ यस्तो यो बेस चाहिँ यसरी सुरुमा चाहिँ ठोक्छ। यो बेसहरू यसलाई यस्तो यो काठहरू आएको हुन्छ, यो यस्तो बटमहरू जस्तो हुन्छ आएको। यो सायद नेपालका कुखाटेहरू जस्तै हुन्छ। अब आउँछ यस्तो सल्लोहरू यस्तो के को मलाई पनि थाहा भएन हुन्छ। अब यस्तो आउँछ अनि त्यसलाई आएर यसरी ठोक्छन्। यो ठोक्न चाहिँ अलिकति अलिक डेन्जरै हुन्छ हुन चाहिँ। अब अलिकति जानेन भने त्यो मेसिनले ठोक्नुपर्ने हुन्छ। यो मेसिन ठोक्ने मेसिन हुन्छ, एउटा छोङ भन्छ। हाम्रो नेपालमा जस्तो मार्तलले ठोक्ने चाहिँ यस्तो चाहिँ हुँदैन, मेसिनले ठोक्नुपर्छ। अलिकति मिस्टेकले कतै बान्यो भने त्यो उछिटेर आफूतिर पनि आउन सक्छ। त्यो एकदम ख्याल दिनुपर्छ, ख्याल गर्नुपर्छ यो काममा चाहिँ। अब त त्यस्तै छ यहाँ। अब यस्तो अब भन्छ सुरुमा चाहिँ हाम्रो त्यो कम्पनीले चाहिँ अब सामानहरू आउँछ, सामान सुरुमा यसरी सामानहरू अब आउँछ। सुरुमा आउँदाखेरि यसरी आएको हुन्छ एउटा कुनै कम्पनीको मानिलिनु यो सामान भयो, त्यसलाई अब यसरी यो अनि यसरी यो प्लास्टिकहरू लाएर ओढाएर यसरी अब यो प्यालेटहरू भन्छ माथि राखेर अनि यसरी यो बक्स बनाएर र हामी पठाउने काम यही हो हाम्रो कम्पनीको चाहिँ। अब कुनै सामानहरू चाहिँ तपाईँलाई त्यत्तिकै आउँछ। आएर यो सेतो एउटा प्लास्टिक हुन्छ, लेप हुन्छ। यो लेपले चाहिँ यसरी बेरेर पठाउनु पर्ने हुन्छ। हाम्रो कम्पनीमा खासमा मेसिन चाहिँ छैन। हेर्नु मेसिन भनेको जम्मा दुई तिनवटा मेसिन रहेको छ हाम्रोमा। त्यस्तै धेरै अब हुन त यो फुजाङमा त्यति साह्रो मेसिन पनि हुँदैन हुन चाहिँ। एउटा मेसिन रहेको छ, त्यो रहेको छ जुन चाहिँ यो काठ काट्ने मेसिन रहेछ। यहाँ हुन्छ यो काठ काट्ने मेसिन हो, यो काठ काट्ने मेसिन हो। यहाँ यसरी काठ काटिन्छ, काठ काट्ने हुन्छ। यो यहाँ टक्क थिचेर गर्ने, धुलो जति सबै आएको घुस जति त्यहाँ हुन्छ। त्यतिखेर अब यो आराम गरेर टाइम गरेर होला सबजना सुत्नुहुन्छ। अर्को चाहिँ त्यहाँ रहेको छ, त्यो चाहिँ हाम्रो कम्प्रेसर रुम हो। यो अर्को मेसिन चाहिँ यो रहेको छ। यो चाहिँ नेपालमा त काट्ने यस्तै रहेको छ। यो चाहिँ खासै त्यति साह्रो चलाउँदैन। अर्को चाहिँ यो रहेको छ, यो चाहिँ प्लाई हो। प्लाई काट्ने यसरी ठुलो आएको हुन्छ प्लाई, त्यसलाई त्यो बक्सहरू बनाउन यसरी प्लाई सानोमा काटेर अनि त्यो काठले ठोकेर बनाउनुपर्ने हुन्छ हाम्रो चाहिँ। समग्र हाम्रो काम चाहिँ यस्तै नै हो, आउने बस्ने काम गर्ने। यतिखेर त अब पुरै कामै पुरै डाउन भइसकेको छ, खासै कामै चलेको छैन भनौँ। यतिखेर त
के देख्नुहुन्छ अहिले पुरै सुनसान खाली छ। हुन त अब यतिखेर रेस्ट टाइम पनि भएर होला। अहिले म तपाईँहरूलाई देखाउँछु अब काम पनि छैन खासै। अब त्यो हाम्रो कम्पनीको अफिस यो रहेको छ। हाम्रो कम्पनीमा साउले पनि काम गर्छ। त्यो कोरियामा चाहिँ नेपालमा जस्तो साउ घरमा गर्दैन, यहाँ चाहिँ पुरै साउ भएर पनि यतिखेर रेस्ट टाइम भएर सामान पठाउनु पर्ने भएर काम गरिरहेको हुन्छ। देखा मलाई साउ कस्तो हाम्रो कम्पनीको साउ चाहिँ फेरि एकदम लेनसार छ। हामी जिस्किराख्ने के गर्ने, यसो उसले केही ल्यायो भने यसो दिने गर्ने। अब अरूको त मलाई पनि थाहा भएन हुनु चाहिँ। अब हाम्रो साउ चाहिँ पुरै मजाले केटाकेटी जस्तो हामीसँग चाहिँ पुरै आफ्नो दाजुभाइ जस्तो तरिकाले जिस्किने गर्ने चाहिँ हुन्छ। प्रायः यहाँ यस्तो देख्नुहुन्छ उहाँ सब मस्त जाँदैछ। अब उसको काम सक्यो यतिखेर कामसाम पुरै भएर चाहिँ ऊ आएको। नभए त खासै अब यतिखेर बिजी हुँदा अब चाहिँ कहिले कम्पनी एकदम धेरै बिजी भने साउ पनि यहाँ काम गर्छ। हाम्रोमा चाहिँ कम्पनीमा चाहिँ साउको दिदी पनि काम गर्छन्, साउको भिनाजु नि काम गर्छन्, साउको छोरो नि काम गर्छ, साउ पनि काम गर्छन्। यहाँ उनीहरूको परिवार लगभग सबै। कोरियामा चाहिँ काम चाहिँ नयाँ साउ हो नगर्ने भन्ने चाहिँ हुँदैन। प्रायः यहाँ चाहिँ प्रायः सबै गर्छन्, गर्छन्, कामलाई इज्जत दिन्छन्। काम सानो ठुलो हुँदैन, काम सबै गर्नुपर्छ भन्छन्, मजाले गर्छन्, सिकाउँछ। हामीले साउले त सुरुमा सिकाउँथ्यो पनि आएर यस्तो सुरुमा बुझ्दैनस् भाषा बिस्तारी गर, होसियार भएर गर भन्थ्यो। काम भएर गर्छ यसरी। हाम्रो कम्पनी चाहिँको साउ चाहिँ यस्ता रहेको छन्, मस्त छन् एकदम। एउटा फ्यामिली जस्तो तरिकाले हामी चाहिँ कम्पनी रहेको छ। फ्यामिली तरिकाले नै काम गर्छन्, काम गर्ने बस्ने खाने। अब हामीले खाने गर्ने हाम्रो कम्पनीमा चाहिँ कस्तो भन्दाखेरि खाना बस्न कम्पनीले दिन्छ। 3 टाइम खाना बस्न चाहिँ हाम्रो कम्पनीले दिन्छ, पैसा लाग्दैन। खाना बस्न फ्री हो हाम्रो कम्पनीको चाहिँ। त्यस्तो कम्पनी रहेको छ है त। भाषा त अब तपाईँहरू त्यस्तै हो। हाम्रो पनि 7 जना नेपाली भएर होला। भाषा त अब नेपालीमै बोलिन्छ। अब कोरियनमा बोल्छ भन्न छ, तर अब खै हामीहरूले यही भाषा चाहिँ अब आएको 5-6 महिना भइसक्यो। बोलेको चाहिँ अब चाहिँ त्यो अलिअलि बुझ्न थालेछौँ, त्यही पनि पुरै त मजाले त उसले पनि बुझिँदैन। र हाम्रो कम्पनीमा चाहिँ कतिजना नेपालीहरू हुन्छ भन्दाखेरि चाहिँ हामी चाहिँ 7 जना कोरियन रहेको छौँ अहिले, र 7 जना नेपालीहरू रहेको छौँ। आधी कोरियन आधी नेपाली छौँ। सानो कम्पनी रहेको छ अहिले यतिखेर चाहिँ। नेपालीहरू 3 जना नेपाली दाइहरू चाहिँ 7-8 वर्ष भइसकेको छ आउनुभएको चाहिँ। 2 जना दाइ 2 वर्ष जस्तो हो, र हामीहरू अहिले भर्खर आएका 2 जना छौँ, गरेर 7 जना छौँ। र हाम्रो कम्पनीमा चाहिँ यस्तो एकदम मेन्सार खालका छन् सबै कर्मचारीहरू पनि। सबै मलाई मिलेर बस्छन्। अब यतिखेर काम नभएर बिजोग भएको छ। केही कामसाम हाम्रो कम्पनीमा पुरै सुकिने छ यसो काम चाहिँ। यतिखेर अब प्रायः कोरियाको जाने ठाउँमा नि काम चाहिँ यतिखेर चलेको छैन होला। काम यतिखेर एकदम पुरै डाउन छ। आज यतिखेर छुट्टीको टाइम भएर होला। नभए त तपाईँहरूलाई अहिले हामीहरूले 11 बजे नै काम सकेछ। अब काम नभएर अब हामीहरू अब आज तपाईँलाई म भिडियो बनाइरहेको छु, देख्नुहुन्छ। अब चाहिँ काम भएको भए त अब यसरी फुर्सद पनि हुँदैन थियो भिडियो बनाउन। त्यही भएर यो देख्नुहुन्छ हाम्रो गोदाम रहेको छ। काम पनि हाम्रो खासै ठुलो कम्पनी त रहेको छैन त्यस्तो उचाल्ने पछार्ने भन्ने पनि हाम्रो त्यो छैन। यस्तो सबै यो काट्छ सबै त्यो क्रेनले उठ्छ, त्यहाँ काट्ने हो। यो ठोक्छ, यहाँ ठोक्ने मेसिनहरू छ। ठोक्ने मेसिनहरू चाहिँ यहाँ तपाईँ देख्नुहुन्छ। यहाँ काँटीहरू यस्तो रहेको हुन्छ। यो काँटीहरूलाई चाहिँ यस्तो काँटीहरूलाई चाहिँ यो चाहिँ ठोक्ने मेसिन हो। यो काठमा काँटी ठोक्ने यो मेसिन हो। यो चाहिँ तपाईँलाई यसरी काठमा हालेर यसले यसमा यहाँ एयर हाल्नुपर्छ। यहाँ देख्नुहुन्छ अघि मैले तपाईँलाई भने मेसिनले हाल्नुपर्छ भनेर। मेसिनले हाल्दा चाहिँ ऊ त्यहाँनिर हुन्छ। यो यसमा हावाहरू आएको हुन्छ। यो हावालाई चाहिँ यसमा यहाँ पछाडि यहाँ यसरी जोडेर यसमा प्रेसमा काटी हान्छ यसले। यस्तो छिट्यो भने तपाईँलाई यसले हात सबै छेडिदिन्छ यसले। यसो बाई तपाईँहरूले झुकेर नै हान्नु भन्नु भने हुन त अब यहाँ एकदम यो छोङ चलाउँदा छोङ भन्छ यसलाई चाहिँ। छोङ चलाउँदा चाहिँ पुरै एकदम होसियार भएर हान्नुपर्छ है त। खासै ठुलो कम्पनी पनि होइन। अब कुनै बेला फेरि एकदम धेरै नै बिजी हुन्छ। अब यतिखेर त कोरियामा मन्दी लागेर पनि होला, खासै छैन पनि यतिखेर त। खासै
ठिकै छ हाम्रो कम्पनी त्यस्तो कोरियनहरू पनि खोइ अब अरूको सुन्दाखेरि चाहिँ अब कोरियन छ कोरियनले गाली गर्ने के गर्ने कोरियन भन्छ हाम्रो चाहिँ माया गर्छ सबैजना मिलेर परिवार एउटा परिवार जस्तै सँगले मजाले बसेको छ सबले जिस्किँदै ओर्दै काम गर्छन् सबैले अब कोरियन भनेपछि तपाईँलाई गाली गर्ने ओर्ने हुन्छ हाम्रो कम्पनीमा चाहिँ त्यस्तो छैन मजाले काम गर्ने हो बस्ने हो खाने हो कोरियाको काम चाहिँ अब कोरियाको काम त आफूलाई पनि भएको छ अब आफूले रमाइ त्यही काम गर्नु भने तपाईँलाई त्यो काम धेरै सजिलो लाग्छ तर तपाईँलाई एकदमै मलाई चाहिँ यो काम मनै पर्दैन मलाई यसले पेलो भनेर यसरी सोच्नुहुन्छ भने तपाईँलाई कोरियाको काम एकदमै धेरै गाह्रो लाग्छ र हाम्रोमा चाहिँ नेपाली दाइहरू भएर होला हामीहरूको चाहिँ कोरियाको काम पनि छिटो सिक्यौँ र मजाले राम्रो बिहेभियर पनि गर्नुहुन्छ दाइहरूले मजाले सिकाउनुहुन्छ र कोरियन पनि यस्तो मजाले सिकाउँछन् गालीहरू त्यस्तो गर्दैन नभए त कोरियन गालीहरू एकदमै धेरै गर्ने भन्नुहुन्छ र कोरियाको काम छ जुन कोरियाको काम अब तपाईँहरूलाई त्यो सजिलै भन्नाले अब कोरियनमा त्यस्तो सजिलो भएको विदेशी त पक्कै पनि बोलाउँदैन थियो होला अब कोरियनको काम हेर्नु गर्नुपर्छ अब कोरियाको काम चाहिँ कस्तो भने त्यो अरू चिजभित्र त्यो महिना पैसाको स्यालेरी आउने दिनलाई सम्झेर पनि भए पनि कोरियाको काम चाहिँ कोरियन चाहिँ कस्तो हुन्छ अरे सानो कुरा भने तपाईँले राम्रै गर्नुभएको पनि किन नहोस् तिनीहरूले खोर तपाईँलाई लाउँछ त्यही भएर तपाईँले तिनीहरूको यसो कुरा पनि यसो सुन्दै यस्तो गरिदिने हो एउटा सुन्ने तर उडाइदिने गर्ने हो त्यो तपाईँले मनमा लिनु भने चाहिँ फेरि तपाईँलाई त्यसैले कटकटी खान्छ त्यही भएर तपाईँले तिनीहरूको कुरा पनि नलिने सुन्नै पर्छ फेरि सुनेन भने तिनीहरूले फेरि गाली गर्छ तपाईँहरूलाई त्यही भएर कोरियन यसो सुन्ने बोल्ने यसो अलिअलि पनि गर्नुपर्छ र फेरि कोरियनहरूमा अलिक के छ भन्दाखेरि तपाईँले सुरुमा राम्रो गरिदिनु भयो उनीहरूको कुरा सुनिदिनु भने उनीहरूले पनि मन पराउँछ बिस्तारै कोरियाको काम छ कोरियाको काम गाह्रो पनि धेरै गाह्रो कामहरू पनि छन् तपाईँहरूलाई अब त्यही गाह्रो कामलाई पनि तपाईँहरूले अलिकति अब धेरै कुराहरू खेलाएर यसो मलाई यो कोरियनले जतिखेर पेल्छ मात्र सोच्नु भने त्यो काम पनि एकदम गाह्रो काम झन् अझै गाह्रो लाग्छ तर त्यही कामलाई तपाईँले अलिकति मजाले हाँसी खुसी गरेर यसरी कोरिया काम यस्तै हो भनेर अब गर्नु भने त्यही काम पनि तपाईँहरूलाई एकदम सहज लाग्छ तर अब एकदम पुरै गाह्रै छ भने त अब त्यस्तो काम त अब म नि काम गर्नु चाहिँ भन्दिनँ र मेरो कम्पनीको साउ चाहिँ फेरि यस्तो मजाको साउ हुन्छ हाम्रो कम्पनीको चाहिँ आउने ओर्ने मजाले बस्ने यस्तो जिस्किराख्ने खा टाइपको हुन्छ हाम्रो कम्पनीको साउ चाहिँ र हाम्रो कम्पनीमा चाहिँ प्राय सबैले काम गर्छ प्राय कोरियनहरू प्राय जुनै नि कम्पनीहरूमा प्राय नेपालमा चाहिँ साउ भएर म साउ हो यस्तो उस्तो चाहिँ हुँदैन तर नेपालमा जस्तो चाहिँ यहाँ चाहिँ कामको तपाईँहरूलाई इज्जत चाहिँ सबैले गर्छ त्यसले साउ भएर पनि उसले नि काम चाहिँ गर्छ हाम्रो कम्पनीको साउले पनि र हाम्रो साउ र हामी चाहिँ तसतिर मासतिर एउटै उसमा अपार्टमा बस्छौँ र हाम्रो चाहिँ अहिले यस्तो केही भयो भने खाना हाम्रो रुममा भन्ने त्यस्तो खालको साउ छ हाम्रो चाहिँ र हामी तेस्रो तलामा बस्छौँ साउ दोस्रो तलामा बस्छ तेस्रो चौथो तलामा हामीहरू बस्छौँ 4 जना छौँ अहिले त्यहाँ रुममा बस्ने चाहिँ दुईजना बस्छौँ 2टा रुम दिएको छ हामीलाई।